लामो समयदेखि मलाई नि ग्यास्ट्रिकको समस्या थियो। टोयलेट जान एकदमै गाह्रो हुने, हप्तामा एक दिन टोयलेट लाग्ने, कपडा निचरे जस्तो निचरेर पुरै पेट सफा, पेट एकदमै हल्का, अझ बढी एनर्जी दिएको जस्तो फिल चाहिँ भइरहेको छ। यसले चाहिँ एक त पेट साफ गर्ने, ब्लड साफ गर्ने, वेट लस गराउने, अब नसा सम्बन्धी पनि यसले चाहिँ ठिक गर्दछ भन्ने मैले आफैले युज गरेको चाहिँ मलाई सहजता भएको कारणले गर्दा नि यसले नसा सम्बन्धी पनि यसले चाहिँ काम गर्ने रहेछ भन्ने कुरो थाहा भयो। यो औषधि यो के प्रयोग गर्नुभयो भन्नुभएको थियो तपाईँले? औषधि कि सप्लिमेन्ट कि छ यो? यो सप्लिमेन्टको यो जुन कदम चाल भन्ने हाम्रो लेखतिर पाउने एउटा ड्राइभिट छ, त्यसबाट उत्पादन गरेको यो प्रोडक्टले चाहिँ यो कन्स्टिपेसनलाई, ग्यास्ट्रिकलाई चाहिँ एकदम राम्रो गर्दो रहेछ। लामो समयदेखि मलाई नि ग्यास्ट्रिकको समस्या थियो। टोयलेट जान एकदमै गाह्रो हुने, हप्तामा एक दिन टोयलेट लाग्ने, एकदमै गाह्रो हुन्थ्यो। अनि मैले उहाँ सरसँग चाहिँ यो सप्लिमेन्टको बारेमा चाहिँ थाहा पाएँ, जानकारी पाएँ। त्यही दिनबाट नै मैले तुरुन्तै लगेर यो युज गरिहालेँ होइन। त्यो भएपछि मलाई भोलिपल्ट बिहानबाट नै बिहानभरि 3 पटक चाहिँ मलाई टोयलेट लाग्यो। दिनभरि चाहिँ यसले फेरि दुःख नदिँदैछ। अरू औषधिहरू खाँदाखेरि चाहिँ दिउँसो कतै बाहिर निस्किनु पर्दा पनि अलिकति असहज हुन्थ्यो। यसले चाहिँ बिहानभरिमै पेट पुरै क्लिन, कपडा निचरे जस्तो निचरेर पुरै पेट सफा, पेट एकदमै हल्का, यसले चाहिँ वेट पनि घटाउने रहेछ। र प्लस यसको चाहिँ अर्को मलाई चाहिँ यसले फाइदा के पनि गर्यो भने नसाको समस्या थियो, यो हातमा चाहिँ यस्तो पछाडि लान पनि नमिल्ने, अलिकति मलाई चाहिँ अप्ठ्यारो भइरहेको थियो, असहज थियो। त्यसले पनि यो प्रोडक्ट युज गरेपछि चाहिँ मलाई एकदमै सहज भइरहेको छ। यो हात चलाउन, पछाडि लाग्नलाई एकदमै सजिलो भइरहेको छ। कमजोरी फिल त्यस्तो केही भएको छ कि छैन? एकदम कमजोरी फिलले गर्दैन, अझ बढी एनर्जी दिएको जस्तो फिल चाहिँ भइरहेको छ। साइड इफेक्टहरू केहीहरू अझै त्यस्तो केही भएको छैन। के त्यस्तो छैन है? यो पदम चाल भन्ने चाहिँ यसले के काम गर्दो रहेछ भने के थाहा पाउनु भयो अरू कुराहरू? यसले चाहिँ एक त पेट साफ गर्ने, ब्लड साफ गर्ने, वेट लस गराउने, अब नसा सम्बन्धी पनि यसले चाहिँ ठिक गर्दछ भन्ने मैले आफैले युज गरेको चाहिँ मलाई सहजता भएको कारणले गर्दा नि यसले नसा सम्बन्धी पनि यसले चाहिँ काम गर्ने रहेछ भन्ने कुरो थाहा भयो। अन्य यसको चाहिँ अब पाठेघर सम्बन्धी समस्या हुनेहरूलाई पनि, सिस्टको समस्या हुनेलाई पनि, अनि जेन्ट्सहरूको जुन यो प्रोस्टेटको समस्या छ यसलाई पनि ठिक गर्ने, यसको अन्य धेरै चाहिँ यसले चाहिँ फाइदाहरू धेरै छ यसको। जस्तै कोही मान्छेहरू हुन्छन् नि, अब यो खानु कि नखानु कि पैसा खेर जान्छ कि के गरौँ भन्ने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? भन्नेहरूको लागि चाहिँ एकचोटि ट्राई गरेर हेर्नुहोस्, आफैले युज गरिसकेपछि मात्रै थाहा हुन्छ। मेरो सत्य मेरो लागि हुन्छ भने हजुरले यो युज गरेपछि थाहा पाउनुहुन्छ। एकदमै आँखा बन्द गरेर विश्वास गरेर यो सप्लिमेन्ट लिनुभयो भने एकदमै राम्रो फाइदा छ यसको। कस्तो फर्ममा छ, कति खानु भएको छ, कसरी खानुभयो, कसरी खानुपर्ने रहेछ? यो अलिकति बढी समस्या हुनेलाई चाहिँ सरले भन्नुहुन्थ्यो मलाई 3 पटकसम्म लिनु भनेर। अब कसैले चाहिँ 2 पटकसम्म पनि लिँदा हुन्छ। मैले चाहिँ 1 पटक लिएको बेलुका यसले एकदम राम्रो फाइदा गरेको छ। एकपल्ट लियो भने राम्रो भयो। एकपल्टमा कति खानुभयो, कस्तो फर्ममा छ? एकपटकमा चाहिँ मैले 2टा क्याप्सुल लिएँ। क्याप्सुलमा छ यो? हजुर, क्याप्सुलमा छ। 2टा क्याप्सुल लिएँ, यसले पनि मलाई राम्रो गरिरहेको छ।